आदरणीय दर्शकवृन्द, नमस्कार। मेरो नाम सुशील प्रसाद वाग्ले हो। म दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा प्राध्यापनरत छु। मैले केही समय आदिकवि भानुभक्त क्याम्पसकै भगिनी संस्था आदिकवि माध्यमिक विद्यालयमा पनि पढाएको थिएँ। आजको पाठमा कक्षा 9 को अर्थशास्त्र विषयको एकाइ 2 पाठ 3 मा रहेको उत्पादनका साधन फ्याक्टर्स अफ प्रोडक्सन शीर्षक पाठको क्रियाकलाप, सम्पूर्ण प्रश्नको उत्तर र परियोजनाको समाधान समेत प्रस्तुत गरिएको छ। सर्वप्रथम क्रियाकलाप 1। तपाईको घर परिवारको स्वामित्वमा भएका उत्पादनका साधनहरूको सूची तयार गरी कक्षामा छलफल गर्नुहोस्। क्रियाकलाप 1 को उत्तर यस्तो रहेको छ। अर्थशास्त्रमा उत्पादनका 4 साधनहरू भूमि, पुँजी, श्रम र उद्यम विशेष महत्त्वका रहेका छन्। सोही अनुसार पेज 92 को क्रियाकलाप 1 ले निर्देश गरे बमोजिम मेरो घर परिवारको स्वामित्वमा रहेका उत्पादनका साधनहरूको निम्नानुसार सूची तयार पारिएको छ। नम्बर 1, भूमि। बुबा शान्ति प्रसाद शर्माको नाममा रहेको तनहुँ जिल्ला ब्याखनगरपालिका वडा नम्बर 1 भातगाउँमा 1 रोपनी जग्गा रहेको छ। 2, पुँजी। मेरो घरमा दैनिक खर्च धान्नका लागि श्री गणेश धान मिल नामक सानो मिल खोलिएको छ। यो मिल सञ्चालन गर्नका लागि मेसिन आदि किन्ने क्रममा रु 5 लाख अक्षरपी 5 लाख मात्र पुँजी लगानी गरिएको छ। नम्बर 3, श्रम। मिल चलाउनका लागि हाम्रै घर नजिकै बस्ने हरिबहादुर थापालाई मिलका मजदुरका रूपमा मासिक 20,000 अक्षरपी 20,000 मात्र तलब दिने गरी राखिएको छ। 4, उद्यम। धान कुट्ने मिलको नाम श्री गणेश धान मिल राखिएको छ। क्रियाकलाप 2। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको वेबसाइट www.gov.np बाट निजी र साझेदारी फर्म दर्ता गर्ने दरखास्त फारम डाउनलोड गर्नुहोस् र उक्त फारममा आवश्यक विवरण भर्नुहोस्। साथै फर्म दर्ताका लागि आवश्यक पर्ने कागजातको सूची तयार गरी कक्षामा प्रस्तुत गर्नुहोस्। आदरणीय दर्शकवृन्द, डाउनलोड गरिएको फारमको नमुना यस्तो छ। प्राइभेट फर्म रजिस्ट्रेसन गर्ने दरखास्त फारम अब महानिर्देशकलाई सम्बोधन गरेर लेखिएको छ। विषय प्राइभेट फर्म रजिस्ट्रेसन गर्ने बारेको। यसलाई हामी तलपट्टि पुरा टाइप गरेर प्रस्तुत गरेका छौँ। अहिलेलाई यो यति नै रहन्छ। त्यसै गरी डाउनलोड गरिएको फारमको नमुना पेज 2 यस्तो रहेको छ। 7 नम्बरमा प्रोप्राइटरको पुरा नाम ठेगाना, 8 नम्बरमा प्रोप्राइटरको 3 पुस्ते मतलब आफू, बुबा र बाजेको नाम। यदि महिला उद्यमी भए उनको श्रीमानको नाम, साक्षी र निवेदकको सही यस्तो रहेको छ। पेज 3 कबुलियतनामा रहेको छ। यसको पनि हामीले पछि केही पेज पछि टाइप गरेर नै देखाउने छौँ। यसमा हामीले बढी समय खर्च गरेनौँ। यसपछि शनाखत सम्बन्धी कागज। अब यो म आफूले सही गरेको हुँ भनेर भन्न पर्यो। उद्यमी आफूले। त्यसपछि वाणिज्य विभागले मात्र भर्ने टिप्पणी यहाँ रहेको छ पेज 4 मा। नमुना 5 अन्तिम भागमा चाहिने कबुलियत छ। यसभन्दा अगाडि मेरो नाममा कुनै फर्म दर्ता छैन भनेर आफूले कबुलियत गरेको नमुना हो यो। अब हामी यसमा डाउनलोड गरिएको सामग्रीमा विधिपूर्वक सबै कुराहरू आवश्यक तथ्यहरू भर्ने काम गरेका छौँ। प्राइभेट फर्म रजिस्ट्रेसन गर्ने दरखास्त फारम। मिति श्रीमान महानिर्देशकज्यू, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग, बबरमहल, काठमाडौँ। विषय प्राइभेट फर्म रजिस्ट्रेसन गर्ने बारे। महोदय, तल लेखिए बमोजिमको व्यापार गर्न निम्नलिखित नामको प्राइभेट फर्म मेरो नाममा रजिस्ट्रेसन गराउन इच्छुक भएकोले रजिस्ट्रेसनको लागि आवश्यक भएको कागजातहरू यसै साथ संलग्न गरी रु 5 को टिकट टाँसी यो निवेदन पेश गरेको छु। लेखिएको बेहोरा कुनै कुरा झुट्टा ठहरेमा कानुन बमोजिम सहुला बुझाउला।
फर्मको पुरा नाम नेपालीमा नेपाल कृषि उत्पादक केन्द्र, फर्मको पुरा नाम अङ्ग्रेजीको ठुलो अक्षरमा क्यापिटल लेटरमा नेपाल कृषि उत्पादक केन्द्र, फर्मको पुरा ठेगाना ब्लक नम्बर 2/12, टेलिफोन नम्बर 065 563 211, व्यास नगरपालिका वडा नम्बर 1। फर्ममा लगाउने पुँजी रु 5 लाख, अक्षररूपी 5 लाख मात्र। फर्मको उद्देश्य कृषिजन्य वस्तु उत्पादन गरेर स्थानीय बजारमा बिक्री गरी मुनाफा गर्ने। फर्मले कारोबार गर्ने मुख्य चिज वस्तुको विवरण, मौसमी कृषि बाली तरकारी। प्रोप्राइटरको पुरा नाम तथा ठेगाना रामहरि शर्मा, व्यास नगरपालिका वडा नम्बर 1। प्रोप्राइटरको 3 पुस्ते नाम ठेगाना, बाजेको नाम जीवनहरि शर्मा, बुबाको नाम शरणहरि शर्मा। प्रोप्राइटर विवाहित महिला भयो, पतिको नाम ठेगाना। यहाँ पुरुष उद्यमी भएको कारणले यो लेखिरहन परेन। साक्षी दरखास्तवालाको माथि लेखी बमोजिमको व्यवहार दुरुस्त छ भनी शनाखत गर्नेको पुरा नाम कैलाश कार्की, पुरा ठेगाना व्यास नगरपालिका वडा नम्बर 2 दमौली, नागरिकता नम्बर 2338, जिल्ला तनहुँ, सही कैलाश कार्की। निवेदक लेखात्मक सही रामहरि शर्मा, रेखात्मक सही भनेको ल्याप्चे दायाँ र बायाँ। अब कबुलियतनामा लिखितम जीवनहरि शर्माको नाति शरणहरि शर्माको छोरा, तनहुँ जिल्ला, व्यास नगरपालिका, बस्ने वर्ष 40 को आगे रामहरि शर्माको नेपाल कृषि उत्पादक केन्द्रको नामले प्राइभेट फर्म दर्ता गर्न मैले त्यस विभागमा दरखास्त दिएकोमा उक्त फर्म दर्ता सम्बन्धमा प्रचलित ऐन कानुन र तलका शर्त समेत पालना गरी काम गर्नेछु। सो पालना गर्ने कुरामा कबुलियत समेत गर्न तपाईँको मन्जुर छ छैन भनी वाणिज्य विभागबाट सोधनी भएकोमा मेरो चित्त बुझ्यो। यसमा प्रचलित कानुन र तपसिलमा लेखिएको शर्त उल्लङ्घन गरेको देखिएमा प्रचलित ऐन कानुन बमोजिम सौँला बुझाउँला भनी मेरो मनोमान राजी खुसीसँग यो कबुलियत नामाको कागज लेखी नेपाल सरकार वाणिज्य विभागमा चढाएँ। तपसिल यो नेपाल कृषि उत्पादक केन्द्रको नामको फर्म दर्ता हुनुभन्दा पहिले अरू कसैको यो फर्मको नामसँग मिल्ने गरी फर्म दर्ता गरिसकेको भए सोको सूचना पाउनासाथ तुरुन्त यो फर्मलाई खारेज गरी अर्को नाम राखी फर्म दर्ता गर्न आउनेछु। सूचनामा उल्लेखित म्यादभित्र नआएका कारणले फर्मलाई स्वतः खारिज गरिएमा पछि कुनै दाबी गर्ने छैन। 2. यस फर्मलाई साइनबोर्ड राख्नुपर्दा ठुलो नेपाली अक्षरबाट लेखी सोको मुन्तिर सुविधाको निम्ति सानो अङ्ग्रेजी अक्षरमा लेख्नेछु। यस फर्ममा विदेशी नागरिकलाई कर्मचारीको रूपमा नियुक्ति गर्नु परेमा आवश्यक स्वीकृति प्राप्त गरेर मात्र गर्नेछु। यसभन्दा अगाडि मेरा नाउँमा अरू कुनै फर्म दर्ता गरिराखेको छैन। दस्तखत रामहरि शर्मा, प्रोप्राइटरको पुरा नाम रामहरि शर्मा, इतिसम्म 2082 साल जेठ 23 गते रोज 6 शुभम। अब शनाखत सम्बन्धी कागज भनेको आफूले सही गरेको सही हो भनेर आफूले भन्ने स्वीकार गर्ने काम। यसमा लेखिएका दरखास्त फारम तथा कबुलियतनामा म आफै स्वयं वाणिज्य विभागमा उपस्थित भई दर्ता गराएको हुँ। निवेदकसँग संलग्न नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, फोटो तथा अन्य कागजातहरू मेरो आफ्नै हुन्। माथि उल्लेखित सम्पूर्ण व्यवहार समेत साँचो हो। कुनै फरक परेमा कानुन बमोजिम सौँला बुझाउँला भनी शनाखत गर्ने। प्रोप्राइटरको नाम रामहरि शर्मा, मिति 2082-2-23, सही रामहरि शर्मा। टिप्पणी वाणिज्य विभागले मात्र भर्ने हो यो। श्रीमान, नेपाल कृषि उत्पादक केन्द्र नामक प्राइभेट फर्मको दर्ता गरी पाउन आवश्यक हुने सबै कागजातहरू रितपूर्वक पेश हुन आएको देखिएकोले माग बमोजिम दर्ता गरिदिन मनासिब देखिएकोले निजका नाममा प्राइभेट फर्म दर्ता गरी प्रमाणपत्र दिनका निमित्त समेत निर्णयार्थ पेश गरेको छु। अब 1 नम्बरमा रहेको दफामा चाहिँ यसभन्दा अगाडि कुनै प्राइभेट फर्म छैन, त्यसको दर्ता खारेज भइसकेकोले भन्ने हो। यसमा त्यस्तो कुनै फर्म नभएकोले यसमा लेखिरहन परेन। नम्बर 2, मेरो नाममा प्राइभेट फर्म रजिस्ट्रेसन ऐन 2014 बमोजिम नेपाल राज्यभर वाणिज्य सम्बन्धी फर्म दर्ता छैन। यसअघि दर्ता भएका पाइएमा सोही ऐनको दफा 4 को उपदफा 3 र दफा 7 को उपदफा ख को उपदफा 1 ग अनुसार या फर्म स्वतः खारेज भएको मानिनेछ। यसमा फरक पर्ने छैन। फरक परेमा प्रचलित कानुन बमोजिम सहन बुझाउन तयार छु। दस्तखत रामहरि शर्मा,
फर्म धनीको नाम छ रामहरि शर्मा, ठेगाना तनहुँ जिल्ला व्याघ्रपालिका वडा नम्बर 1 दमली तनहुँ, नागरिकता नम्बर 2338 जिल्ला तनहुँ, मिति 2082-2-25। क्रियाकलाप 2 मा निजी फर्मका लागि आवश्यक पर्ने कागजातहरूको सूची बनाउनुहोस् भनेको छ, जसअनुसार नम्बर 1 मा निर्धारित ढाँचाको दरखास्त फारम र कबुलियतनामा, नम्बर 2 नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र सक्कल नागरिकता साथ सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो 3 प्रति, मनी चेन्जर कारोबार गर्ने फर्मको लागि चाहिँ नेपाल राष्ट्र ब्याङ्कको सहमति पत्र, औषधि कारोबार गर्ने फर्मको लागि चाहिँ औषधि व्यवस्था विभागको सिफारिस पत्र वा अनुमति पत्र। साथै यो फर्म डाउनलोड गर्न doc.gov.np/साझेदारी फर्म रजिस्ट्रेसन लेखिएको यस्तो वेबसाइट हुनुपर्ने रहेछ। यो म आफूले अनुभव गरेको कुरा यहाँ व्यक्त गर्न चाहेँ। अब साझेदारी रजिस्टर गर्ने दरखास्त फारमको नमुना हामी यहाँ प्रस्तुत गर्दैछौँ। साझेदारी रजिस्ट्रेसन दरखास्त फारम मिति, अब यो चाहिँ अघि हामीले प्रस्तुत गरेको व्यक्तिगत थियो। साझेदारी भनेपछि 2 वा 2 भन्दा बढी व्यक्तिहरू संयुक्त रूपमा कुनै कारोबार गर्ने उद्देश्यले खोलिएको संस्थाको या निवेदनको नमुना हामी यहाँ प्रस्तुत गर्दैछौँ। श्रीमान महानिर्देशकज्यू, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, काठमाडौँ। विषय साझेदारी फर्म रजिस्ट्रेसन दर्ताबारे। महोदय, हामी साझेदारी फर्म खोली तपसिलमा लेखिए बमोजिमको व्यवसाय चलाउन मन्जुरीको कागज तथा अन्य आवश्यक कागजातहरू सहित यो निवेदन गर्न आएका छौँ। लाग्ने सरकारी दस्तुरले तल लेखिए बमोजिमको फर्म हामीहरूका नाममा दर्ता गरी पाऊँ। लेखिएको व्यवहारमा कुनै कुरा झुट्टा ठहरे कानुन बमोजिम सहुँला बुझाउँला। फर्मको पुरा नाम नेपालीमा गण्डकी साझेदारी महकेन्द्र। फर्मको पुरा नाम अङ्ग्रेजीको ठुलो अक्षरमा गण्डकी साझेदारी महकेन्द्र। फर्मको पुरा ठेगाना व्यासनगरपालिका दमौली, ब्लक नम्बर 2/16, टेलिफोन नम्बर 56441, वडा नम्बर 1। फर्मको उद्देश्य मह उत्पादन गरेर स्थानीय बजारमा बिक्री गरी मुनाफा गर्ने, कारोबार गर्ने। मुख्य चिज वस्तुको विवरण, मह, साझेदारहरूको पुरा नाम ठेगाना तथा फर्ममा लगाइने पुँजी, साझेदारको नाम ठेगाना पुँजी रु 10 लाख, अक्षर रुपियाँ रु 10 लाख मात्र, दायाँ बायाँ दस्तखत रामहरि शर्मा, पहिलो साझेदार व्याघ्रपालिका वडा नम्बर 1, खत तुलाराम थापा व्याघ्रपालिका वडा नम्बर 1। साझेदारहरूको 3 पुस्ते नाम ठेगाना, जसमा साझेदारको नाम, बाबुको नाम, बाजेको नाम ठेगाना। व्यक्ति स्वयं रामहरि शर्मा, बाबुको नाम शरणहरि शर्मा, ठेगाना व्याघ्रपालिका वडा नम्बर 1, बाजेको नाम जीवनहरि शर्मा व्यानपा 1। दोस्रो साझेदार तुलाराम थापा, बाबुको नाम मोहराम थापा। टिप्पणी, यो टिप्पणी चाहिने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मात्र भर्ने हो श्रीमान भनेर यो महानिर्देशकलाई भनिएको। तपसिलमा लेखिए बमोजिमको विवरण भएको साझेदारी फर्म दर्ता गरी पाउन श्री रामहरि शर्मा र श्री तुलाराम थापा समेत 2 जनाले रितपूर्वकको दरखास्त फारम भरी आवश्यक अन्य कागजात समेत संलग्न राखी निवेदन गरेकोले फर्ममा लगाइने कुल पुँजी रु 10 लाख, अक्षर रुपियाँ 10 लाख मात्रको लागि नियमअनुसार लाग्ने शुल्क लिई साझेदारी फर्म दर्ता गर्ने निर्णयका लागि पेश गर्दछु। तपसिल, फर्मको नाम गण्डकी साझेदारी महकेन्द्र, फर्मको ठेगाना व्यासनगरपालिका 1, फर्मको उद्देश्य महको उत्पादन, कारोबार गर्ने मुख्य चिज वस्तुहरू मह। अब साझेदारहरूको नाम ठेगाना विवरण क्रस 1, 2 फर्ममा भयो। अब नाम थर रामहरि शर्मा, तुलाराम थापा, थाई ठेगाना व्याघ्रपालिका वडा नम्बर 1 रामहरि शर्माको, अनि हालको ठेगाना पनि व्याघ्रपालिका वडा नम्बर 1 नै। नागरिकता नम्बर 2367, फोन नम्बर 065 563 607, बाबुको नाम शरणहरि शर्मा, बाजेको नाम जीवनहरि शर्मा। तुलाराम थापातिर प्रोप्राइटरको नाम तुलाराम थापा, व्याघ्रपालिका वडा नम्बर 1, हालको ठेगाना पनि उही नै। नागरिकता प्रमाणपत्र नम्बर 3432, फोन नम्बर 065 563 109, बाबुको नाम मोहराम थापा, बाजेको नाम आशिकराम थापा।
अब यसै गरी दुईजनाले कबुलियत गरेका हामीले चाहिँ नि पहिल्यै कुनै फर्म खोलेका छैनौँ। यो नेपाल कानुन अनुसार हामी नियममा बाँधिन तयार छौँ भन्ने बेहोराको कबुलियत हो यो स्वीकारोक्ति। लिखितम जीवनहरि शर्माको नाति, आशिकराम थापाको नाति, शरणहरि शर्माको छोरा, मोहराम थापाको छोरा, तनहुँ जिल्ला व्याख्नगरपालिका वडा नम्बर 1 बस्ने वर्ष 50 को रामहरि शर्मा, वर्ष 48 को तुलाराम थापाले साझेदारी रूपमा गण्डकी साझेदारी मोह केन्द्र नामले साझेदारी फर्म दर्ता गर्न रामहरि शर्मा र तुलाराम थापा समेतले त्यस विभागमा दरखास्त दिएकोमा उक्त फर्म दर्ता सम्बन्धमा प्रचलित ऐन कानुन र तलका शर्त पालन गरी काम गर्नेछौँ। सो पालना गर्ने कुरामा कबुलियत समेत गर्न तपाईँको मन्जुर छ छैन भने वाणिज्य विभागबाट सोधनी भएकोमा हाम्रो चित्त बुझ्यो। यसमा प्रचलित ऐन कानुन र तपसिलमा लेखिएका शर्त उल्लङ्घन गरेको देखिएमा प्रचलित ऐन कानुन बमोजिम सौला बुझाउँला भनी हाम्रो मनोमानी राजी खुसीसँग यो कबुलियत नामाको कागज लेखी नेपाल सरकार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा चढायौँ। तपसिल 1। यो गण्डकी साझेदारी मोह केन्द्र नामको फर्म दर्ता हुनुभन्दा पहिले अरू कसैले यो फर्मको नामसँग मिल्ने गरी फर्म दर्ता गरिसकेको भए सोको सूचना पाउनासाथ तुरुन्त यो फर्म खारिज गरी अर्को नाम राखी फर्म दर्ता गर्नेछौँ। 2। यो फर्मको साइन बोर्ड राख्नुपर्दा ठुलो नेपाली अक्षरबाट लेखी सोको मुनितिर सुविधाका निमित्त सानो अङ्ग्रेजी अक्षरमा लेख्नेछौँ। 3। यस फर्ममा विदेशी नागरिकलाई कर्मचारीका रूपमा नियुक्ति गर्नु परेमा आवश्यक स्वीकृति प्राप्त गरेर मात्र गर्नेछौँ। दस्तखत रामहरि शर्मा, तुलाराम थापा। साझेदारीको पुरा नाम रामहरि शर्मा, तुलाराम थापा। इति सम्म 2082 साल जेठ महिना 25 गते रोज 2 शुभम। अब दुईजना साझेदारले संयुक्त रूपमा गरेको कबुलियत। लिखितम जीवनहरि शर्माको नाति, आशिकराम थापाको नाति, शरणहरि शर्माको छोरा, मोहराम थापाको छोरा, तनहुँ जिल्ला व्याख्नगरपालिका वडा नम्बर 1 बस्ने वर्ष 50 को रामहरि शर्मा, वर्ष 48 को तुलाराम थापा आगे गण्डकी साझेदारी मोह केन्द्र दर्ता गर्ने सिलसिलामा हाम्रो नाममा वा हाम्रो समेतको साझेदारीमा अन्य कुनै व्यापारिक प्राइभेट वा साझेदारी फर्म दर्ता भए नभएको भन्ने व्यवहार समेत पेश गर्नुपर्ने भन्ने जानकारी पाएको हुँदा हाम्रो नाममा हाम्रो समेतको साझेदारीमा निम्न बमोजिमको अर्को व्यापारिक फर्म खोली दर्ता गरिराखेको कुनै पनि व्यापारिक फर्म दर्ता नगरेको हुँदा सोही बेहोरा खोली यो कबुलियत नामको कागज लेखी नेपाल सरकार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा चढायौँ। आदरणीय दर्शकवृन्द, यो पेजको पहिलो लहरको प्राइभेट फर्मको पुरा नाम, ठेगाना, फर्म दर्ता गरेको कार्यालयको नाम, फर्म दर्ता नम्बर तथा मिति, अन्तिम पटक नवीकरण भएको मिति भन्ने चाहिँ नि साझेदारहरूले पहिल्यै आफ्नो कुनै व्यक्तिगत नाममा कुनै फर्म छ भने मात्रै यस सम्बन्धमा केही कुरा लेख्न पर्यो। तर यिनीहरूको त्यो विवरण नभएकोले यसमा केही लेखिरहन परेन। त्यसपछि दोस्रो लहरमा साझेदारी फर्मको पुरा नाम, ठेगाना गण्डकी साझेदारी मोह केन्द्र भयो। फर्म दर्ता गरेको कार्यालयको नाम वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग भयो। फर्म दर्ता नम्बर तथा मिति 20/082, मिति चाहिने 2082 2 महिना 25 गते। सुरुमै दर्ता भएकोले यसको नवीकरण भन्ने कुरो भएन। उपरोक्त माथिका सबै विवरण साँचो हुन्, झुट्टा ठहरे कानुन बमोजिम सौला बुझाउँला यो भनेर दस्तखत गर्ने रामहरि शर्मा र तुलाराम थापा। साझेदारको पुरा नाम रामहरि शर्मा, तुलाराम थापा। इतिसम्म 2082 साल जेठ 25 गते रोज 1 शुभम। आदरणीय दर्शकवृन्द, यो दरखास्त फारमको नमुना चाहिने वेबसाइटबाट, वाणिज्य विभागको वेबसाइटबाट डाउनलोड गरिएको। यो चाहिँ माथि नै पुरा लेखिसकिएको छ। अब यो दोस्रो पेज हो। यो कबुलियत फारम भयो, साझेदारी कबुलियतनामा। अब यो चाहिँ नि क्रियाकलापमा साझेदारी फर्म दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू के हुन् भनेर लेखिएको छ। निर्धारित ढाँचाको दरखास्त फारम, निर्धारित ढाँचाको कबुलियतनामा। 3 मा चाहिँ साझेदारी ऐन 2020 बमोजिमको साझेदारहरू बीच आपसमा भएको सम्झौता पत्र 3 प्रति नेपाली कागजमा टाइप गरेको। 4 मा प्रत्येक साझेदारहरूको हालसालै खिचेको पासपोर्ट साइजको 2 प्रति फोटो। 5 मा प्रत्येक साझेदारहरूको नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि 1 प्रति र सम्बन्धित साझेदार स्वयं उपस्थित हुनुपर्ने। 6 मनी चेन्जर कारोबार गर्ने फर्मको लागि नेपाल राष्ट्र ब्याङ्कको सहमति पत्र। औषधिको कारोबार गर्ने फर्मको लागि औषधि व्यवस्था विभागको सिफारिस पत्र वा अनुमति पत्र।
यो चाहिने doc.gov.np साझेदारी फर्म रजिस्ट्रेसनबाट डाउनलोड गर्न सकिनेछ। क्रियाकलाप 3 मा चाहिने नेपालमा हाल सञ्चालनमा रहेका सार्वजनिक संस्थानहरूको सूची तयार गर्नुहोस् भनिएको छ। उत्तरमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, गोरखापत्र संस्थान, नेपाल वायु सेवा निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल आयल निगम, कृषि सामग्री संस्थान। यस्ता सार्वजनिक संस्थानहरू जनतालाई सेवा र सुविधा दिने उद्देश्यबाट खोलिएका हुन्छन्। अब हामी अभ्यासतिर लाग्दैछौँ। किताबको पेज नम्बर 93 मा अति छोटो उत्तर दिनुपर्ने प्रश्नहरूको उत्तर हामी यहाँ दिँदैछौँ। उत्पादनका प्रमुख 4 साधनहरू के हुन्? उत्तर भूमि अर्थात् जग्गा जमिन, पुँजी अर्थात् पैसा, श्रम काम गर्ने मजदुरको मेहनत, उद्यम र उत्पादन गर्ने कार्य। 1 को ख भूमिलाई परिभाषित गर्नुहोस्। साधारण अर्थमा भूमि भनेको जग्गा या जमिन हो। अर्थशास्त्रको अर्थमा भने उत्पादन गराउने प्राकृतिक स्रोतलाई नै भूमि भनिन्छ। प्रश्न नम्बर 1 ग भूमिलाई किन स्थिर साधन भनिएको हो? विशेष शब्द स्थिर साधन। यताउता सार्न नसकिने वस्तुलाई नै स्थिर साधन भनिन्छ। वास्तविक उत्तर भूमि अर्थात् जग्गा जमिनलाई एक ठाउँबाट अर्को ठाउँमा सार्न नसकिने हुनाले यसलाई स्थिर साधन भनिएको हो। थप जानकारी यो भूमिमा रहेको एक विशेषता पनि हो। 1 घ भूमिको मूल्यमा किन विविधता हुन्छ? अब यहाँ जान्नुपर्ने कुरा मूल्यमा विविधता भनेर यहाँ कुनै जग्गा सस्तो कुनै जग्गा महँगो किन हुन्छ भनेर सोधिएको हो। उत्तर धेरै र कम उब्जाउ भनेको अन्न उत्पादन गर्ने आधारमा अनि कम र बढी सामान किन्ने ग्राहक आउने या चहल पहल हुने आधारमा नै कुनै जमिन सस्तो त कुनै जमिन महँगो हुने हो। यसकारण भूमिको मूल्यमा विविधता अर्थात् फरकपना हुन्छ। प्रश्न नम्बर 1 अर्थशास्त्रमा पुँजी भनेको के हो? उत्पादनमा प्रयोग हुने मानव निर्मित स्रोत र साधनलाई नै अर्थशास्त्रमा पुँजी भनिन्छ। जान्नुपर्ने कुरा सामान्य भाषामा चाहिँ पुँजी भनेको नगद रुपैयाँ पैसा हो। 1 च पुँजीको कुनै 2 उदाहरण दिनुहोस्। पुँजीका 2 उदाहरण यस प्रकार छन्। उत्पादनका लागि प्रयोग गरिने भवन या घर अनि मेसिन या औजार। थप जानकारी खास रूपमा पुँजी 2 प्रकारका हुन्छन्। भौतिक पुँजी उद्योग सञ्चालन गर्ने घर मेसिन यन्त्र, पैसाको पुँजी अथवा वित्तीय पुँजी चाहिँ नगद या पैसा। 1 छ पुँजी निर्माण भनेको के हो? उत्तर विद्यमान पुँजीको मौजदातमा वृद्धि हुनुलाई नै पुँजी निर्माण भनिन्छ। सरल भाषामा भन्नुपर्दा उद्योग चलाउन चाहने व्यक्ति वा समूहले आफ्नो आम्दानीको केही भाग जोगाएर राम्रो रकम बनाउने प्रक्रियालाई नै पुँजी निर्माण भनिन्छ, ताकि त्यो पैसा भोलि गएर उद्योग चलाउन कारोबार गर्न सकियोस्। 1 ज श्रमको अर्थ लेख्नुहोस्। उत्तर बिक्रीका लागि कुनै सामान बनाउने गरी उत्पादनशील कार्यमा मजदुर संलग्न हुनुलाई नै श्रम भनिन्छ। 1 झ श्रम किन उत्पादनको अनिवार्य साधन हो? उत्तर सामान बनाउने कारखाना यन्त्र वा मेसिन अनि रुपैयाँ पैसा सबै भएर पनि काम गरिदिने मजदुर छैन भने अर्थात् श्रम छैन भने कुनै पनि कुराको उत्पादन नहुने हुँदा श्रम उत्पादनको अनिवार्य साधन हो। थप जानकारी कुनै कार्य गर्नका लागि नहुने साधनलाई नै अनिवार्य साधन भनिन्छ। प्रश्न नम्बर 1 उद्यम गरे बापत उद्यमीले प्राप्त गर्ने मूल्यलाई के भनिन्छ? उत्तर उद्यम गरे बापत उद्यमीले प्राप्त गर्ने मूल्यलाई नाफा, लाभ या प्रफिट भनिन्छ। 1 ट एकल स्वामित्व उद्यमलाई परिभाषित गर्नुहोस्। उत्तर एकजना उद्योगीले मात्र चलाउने व्यवसायलाई नै एकल स्वामित्व उद्यम भनिन्छ। 1 ठ एकल स्वामित्व उद्यमको उदाहरण दिनुहोस्। उत्तर कुनै एक व्यक्तिले चलाएको खुद्रा पसल, लुगा सिलाउने दोकान, मसला बनाउने सानो मिल, धान कुट्ने मिल, डेरी उद्योग आदि एकल स्वामित्व उद्यमका उदाहरणहरू हुन्। 1 ड नेपालमा एकल स्वामित्व व्यवसाय कहाँ दर्ता गर्नु पर्दछ? नेपालमा निजी फर्म रजिस्ट्रेसन ऐन 2014 अन्तर्गत एकल वा व्यक्तिगत फर्म दर्ताका लागि तोकिएको ढाँचामा सम्बन्धित विभागमा दरखास्त दिनुपर्ने व्यवस्था छ। वाणिज्य सम्बन्धी काम गर्ने फर्मले वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र उद्योग सम्बन्धी काम गर्ने फर्मले उद्योग विभागमा एकल स्वामित्व व्यवसाय दर्ता गर्नु पर्दछ। 1 ढ
साझेदार व्यवसायमा नाफा नोक्सानको बाँडफाँड कसरी गरिन्छ? उत्तर, साझेदार व्यवसायमा कसले कति पैसा लगानी गरेको छ भन्ने आधारमा नै नाफा नोक्सानको बाँडफाँड गरिएको हुन्छ। जस्तै राम र श्याम मिलेर दुवैले बराबरी रूपमा पैसा लगानी गरेर साझा रूपमा डेरी उद्योग सञ्चालन गर्दा महिनाभरिमा रु 1 लाख नाफा भयो भने दुवैले 50-50 हजार बाँडेर लिन्छन्। यदि नोक्सान भयो भने पनि कति रकम नोक्सान भएको छ त्यसलाई दुवैले बराबरी रूपमा बाँडेर भाग लगाउँछन्, त्यो नोक्सान सहन्छन्। 1 अण साझेदारको दायित्व किन असीमित हुन्छ? उत्तर, साझेदार भनेका एक निश्चित व्यवसाय गर्ने उद्योगी साथीहरू हुन्। उद्योग सञ्चालन गर्नु अगाडि साझेदारहरू आपसमा गम्भीर छलफल गरी कसरी व्यापार व्यवसाय सञ्चालन गर्ने, त्यसको रेखदेख नियन्त्रण आदिमा कसले कसरी जिम्मेवारी लिने भन्ने विषयमा निर्णय गर्दछन्। साझा रूपमा व्यवसाय गर्दा घाटा भएमा साझेदारहरूले आफ्नो व्यक्तिगत सम्पत्तिबाट भए पनि तिर्नु पर्दछ, अर्थात् क्षतिपूर्ति भर्नु पर्दछ। यसकारण साझेदारको दायित्व असीमित हुन्छ। 1 त निजी र सार्वजनिक कम्पनीमा सेयर सदस्य सङ्ख्या कति हुनु पर्दछ? उत्तर, निजी कम्पनीमा थोरैमा 1 जना र धेरैमा 101 जना सेयर सदस्यहरू रहन्छन्। सार्वजनिक कम्पनीमा भने सेयर धनीको सङ्ख्या थोरैमा 7 जना र धेरैमा जति पनि हुन सक्छन्। 1 थ नेपालमा रहेका कुनै 2 सार्वजनिक संस्थानका नाम लेख्नुहोस्। 1 जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, 2 नेपाल विद्युत प्राधिकरण। थप उदाहरण चाहिँ नेपाल आयल निगम, गोरखापत्र संस्थान। 1 द सार्वजनिक संस्थान स्थापना गर्नुको मुख्य उद्देश्य के हो? दैनिक जीवनमा नभई नहुने वस्तुहरू जस्तै यातायात, खानेपानी, बिजुली, स्वास्थ्य उपचार आदि वस्तु थोरै आम्दानी हुने किसान मजदुरले समेत सस्तो मूल्यमा किन्न सकुन् भनेर स्थापना गरिएका हुन्छन्। एक वाक्यमा भन्नुपर्दा सार्वजनिक संस्थानहरू नाफा कमाउनतिर होइन, जनतालाई दैनिक जीवन चलाउन सजिलो होस् भनेर सञ्चालित हुन्छन्। तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस्। भूमिको परिचय उदाहरणसहित दिनुहोस्। उत्तर, माटो, ढुङ्गा, खनिज तथा अन्य जैविक पदार्थ मिलेर बनेको प्राकृतिक रूपमा रहेको पृथ्वीको ठोस सतह नै भूमि हो। खेतबारी, वनजङ्गल, खोला नाला, खनिज पदार्थ लगायतका सम्पूर्ण प्राकृतिक वस्तु नै भूमिका उदाहरण हुन्। 2 ख भूमिको कुनै 5 विशेषताहरू वर्णन गर्नुहोस्। 1 भूमि प्रकृतिले दिएको निःशुल्क उपहार हो। भूमिलाई एक ठाउँबाट अर्को ठाउँमा सार्न सकिँदैन। 3 मान्छेले नयाँ भूमि बनाउन सक्दैन, न त भूमि नष्ट नै गर्न सक्दछ। 4 भूमिबाट फाइदा लिन परिश्रम गर्नु पर्दछ। 5 भूमि ठाउँ अनुसार कतै कतै अति उब्जाउ त कतै कम उब्जाउ खालको हुन्छ। यही आधारमा पनि भूमिको मूल्य फरक फरक हुने हो। 2 ग पुँजी उत्पादनको मानव निर्मित साधन हो। यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस्। उत्तर, पुँजी कुनै कुरा उत्पादन गर्नका लागि मानवद्वारा मात्र निर्माण हुन्छ। मान्छे बाहेक अरू कसैले पुँजी निर्माण गर्नै सक्दैन। जस्तै घर, अफिस, कारखाना, मेसिन, औजार, सडक, सञ्चार, यातायातका साधन जस्ता पुँजीगत साधनको प्रयोग मान्छे मात्रले बनाउने हो। यसकारण पुँजी उत्पादनको मानव निर्मित साधन हो। प्रश्न नम्बर 2 घ अर्थशास्त्रमा श्रम भनेको के हो? श्रमलाई किन नाशवान साधन मानिन्छ? उदाहरणसहित प्रश्न पार्नुहोस्। उत्तर, अर्थशास्त्रको भाषामा ज्याला वा पैसा प्राप्त गर्ने आशाले श्रम गर्ने मानिसले केही कुरा बनाउन, उत्पादन गर्न, शारीरिक र मानसिक रूपमा गर्ने योगदानलाई नै श्रम भनिन्छ। श्रमलाई नाशवान साधन भनिन्छ। नाशवान साधन भनेको नाश हुने, नष्ट हुने, किनकि यसलाई साँचेर राख्न सकिँदैन। जस्तै कुनै मजदुरले काममा जाँदा दैनिक 1500 कमाउँछन्, तर यदि उनी काममा नगई घरमै बसेको अवस्थामा उनको उक्त दिनको आम्दानी र श्रम दुवै नाश भएर जान्छ। प्रश्न नम्बर 2 ङ श्रमका कुनै 5 विशेषताहरू बुँदागत रूपमा व्याख्या गर्नुहोस्। उत्तर, 1 कुनै कुरा बनाउनका लागि श्रम बिना सम्भव नै नहुने हुँदा श्रम उत्पादनको अनिवार्य साधन हो। 2 श्रम श्रमिकसँग सम्बन्धित विषय हो, किनकि श्रमिक नभएमा श्रम पनि अस्तित्वमा हुँदैन। 3 श्रम र श्रमिकलाई एक ठाउँबाट अर्को ठाउँमा सार्न सकिने हुँदा
यसलाई उत्पादनको गतिशील साधन मानिन्छ। 4 श्रमिकलाई नियमित रूपमा भोजन, आराम, मनोरञ्जन र बिदा अनिवार्य रूपमा चाहिने हुँदा श्रमिकको श्रम मेसिनले दिने सेवा जस्तो निरन्तर हुँदैन। 5 श्रम नाशवान साधन हो, आजको श्रम जोगाएर भोलि गर्छु भन्ने हुँदैन। 2 उत्पादनका अन्य साधनका तुलनामा उद्यम साधन किन भिन्न वा अलग छ, कारणसहित प्रश्न पार्नुहोस्। उत्पादनका साधनहरू भनेका 1 भूमि जग्गा जमिन, 2 पुँजी अर्थात् पैसा, 3 श्रम अर्थात् काम गर्ने मजदुरको मेहनत र 4 उद्यम भनेको उत्पादन गर्ने कार्य हुन्। यिनमा उद्यम अन्य साधनभन्दा फरक हुन्छ, जसका कारण निम्नानुसार छन्। उत्पादनका अन्य साधनहरूले जस्तो कि मजदुरले पाउने पैसा निश्चित हुन्छ, तर उद्यम गर्ने उद्योगीले पाउने नाफा अनिश्चित हुन्छ। बजारमा ग्राहक अथवा उपभोक्ताहरूको रुचि फेरिँदै जान्छ, यसको ख्याल राखेर उद्यमीले नयाँ नयाँ सामान बनाउने गरी सृजनशील सोच राख्नै पर्ने हुन्छ। उद्योगलाई बेसरी घाटा लाग्यो भने त्यसको भार उद्यमीको शिरमा पर्दछ। उद्योग डुबेमा मजदुरले अन्यत्रै काम खोज्न सक्दछ। उद्यम गर्दा एकहोरो काम गर्ने मात्र होइन, सही निर्णय लिन सक्नु पर्दछ। योजना बनाउने, उद्योगमा श्रमिकहरूका बीचमा कामको समन्वय गर्ने गराउने कला पनि हुनु पर्दछ। 2 उद्यमका कुनै 5 विशेषताहरू बुँदागत रूपमा उल्लेख गर्नुहोस्। पहिलो विशेषता, उद्यमीले कुन वस्तु उत्पादन गर्ने, कसरी उत्पादन गर्ने, कहिले उत्पादन गर्ने, कति मूल्यमा बिक्री गर्ने भन्ने जस्ता कामको योजना बनाउनु पर्दछ। 2 उद्योगबाट राम्रो प्रतिफल लिनका लागि उद्यमीले सही समयमा सही निर्णय लिन सक्नु पर्दछ। 3 उद्यम गर्दा योजना अनुसार काम भइरहेको छ वा छैन भने कामको राम्रोसँग सुपरिवेक्षण गर्नु पर्दछ। 4 श्रमिकको पारिश्रमिक निश्चित हुन्छ, तर उद्यमी आफैको नाफा भने अनिश्चित हुन्छ। 5 उद्यम गर्दा ग्राहकहरूको रुचि चाहनालाई ध्यानमा राखेर बजारमा आफूलाई टिकाउन नयाँ वस्तु उत्पादनका लागि निरन्तर खोजी गर्नु पर्दछ। प्रश्न नम्बर 2 एकल स्वामित्व उद्यमलाई उदाहरणसहित व्याख्या गर्नुहोस्। सम्पूर्ण नाफा र नोक्सान एक्लैले वहन गर्ने गरी एक व्यक्तिको लगानीमा थापना हुने, थोरै पैसाबाट पनि सञ्चालन गर्न सकिने, प्राय घरकै सदस्य संलग्न रहने, विशेष परिस्थितिमा मात्र बाहिरका अत्यन्त थोरै मान्छेलाई कामदार राखिने व्यवसायलाई नै एकल स्वामित्व उद्यम भनिन्छ। जस्तै बरफ उद्योग, मसला उद्योग, धान कुट्ने, चिउरा कुट्ने मिल, तितौरा उद्योग, डेरी उद्योग एकल स्वामित्व उद्यमका उदाहरण हुन्। 2 साझेदारी र संयुक्त पुँजी कम्पनीको भिन्नता छुट्याउनुहोस्। अब यसमा चार्ट बनाइएको छ। पहिलो चार्ट साझेदारी व्यवसाय, दोस्रो संयुक्त पुँजी कम्पनी। 1 2 वा 2 भन्दा बढी व्यक्तिहरूद्वारा लाभको उद्देश्यबाट खोलिएको उद्योगलाई नै साझेदारी व्यवसाय भनिन्छ। संयुक्त पुँजी कम्पनी निजी कम्पनी भए 1 जनादेखि बढीमा 101 जना र सार्वजनिक कम्पनी भए थोरैमा 7 जना र बढीमा जतिसुकै पनि सेयर हुन सक्ने गरी खोलिएको संस्थालाई संयुक्त पुँजी कम्पनी भनिन्छ। साझेदारी व्यवसाय, संयुक्त पुँजी कम्पनी। साझेदारी व्यवसाय साझेदारी ऐनअनुसार सञ्चालित हुन्छ। संयुक्त पुँजी कम्पनी चाहिने कम्पनी ऐनअनुसार सञ्चालित हुन्छ। 3 साझेदारहरूको आम्दानीमा व्यक्तिगत रूपमा कर लाग्दछ। 3 कम्पनीले निजी रूपमा कर तिर्दछ र सेयर धनीहरूले अलग अलग रूपमा पनि लाभांशमा कर तिर्दछन्। 4 साझेदारी व्यवसायमा साझेदारहरूको आपसी सहमति सम्झौता नै सञ्चालनको आधार हो। 4 यता संयुक्त पुँजी कम्पनी चाहिँ कम्पनी ऐनबाट बृहत रूपमा निर्देशित सञ्चालक समितिबाट चल्दछ। 5 पुँजीको लगानी साझेदारहरूले गर्दछन्। संयुक्त पुँजी कम्पनीमा चाहिँ सेयर जारी गरेर जनताबाट पुँजी सङ्कलन गरिन्छ। 6 साझेदारी व्यवसायको भित्री कुरा साझेदारहरूले मात्र थाहा पाउँछन्। संयुक्त पुँजी कम्पनीका कुरा चाहिँ पारदर्शी हुन्छन्। यसमा वार्षिक प्रतिवेदन सार्वजनिक गर्नु पर्दछ। 7 साझेदारी व्यवसाय दर्ता गर्न साझेदारी व्यवसाय ऐन 2020 अनुसार
वाणिज्य सम्बन्धी काम गर्ने फर्म भए वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, उद्योग सम्बन्धी काम गर्ने भए उद्योग विभाग, घरेलु तथा साना उद्योगको विषयसँग सम्बन्धित भए प्रदेश सरकारको वाणिज्य तथा उद्योग हेर्ने विभाग वा कार्यालयमा तोकिएको दस्तुर तिरेर फर्म दर्ताको दरखास्त दिनुपर्दछ। 7. संयुक्त पुँजी कम्पनी थापना गर्न चाहिँ कम्पनी ऐन 2063 अनुसार कम्पनी रजिस्ट्रारको कार्यालय समक्ष विद्युतीय माध्यमबाट निवेदन दिनुपर्दछ। सार्वजनिक संस्थानको परिचय दिनुहोस्। नेपालमा सार्वजनिक संस्थानको आवश्यकता किन छ? आफ्नो राय लेख्नुहोस्। उत्तर: सरकारको सम्पूर्ण रूपमा अधीनमा रहेको अनि कुनैमा केही अंशमा स्वामित्व रहेको, जनतालाई सेवा र सुविधा दिने, यातायात, खानेपानी, विद्युत, स्वास्थ्य लगायतका सार्वजनिक उपयोगिताका वस्तु सुलभ मूल्यमा उत्पादन तथा बिक्री वितरण गर्ने उद्देश्यले थापना गरिएका व्यावसायिक संस्थाहरूलाई नै सार्वजनिक संस्थान भनिन्छ। नेपाल जस्तो देशमा जनतालाई शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी, बिजुली जस्ता नभई नहुने वस्तुहरू सर्वसुलभ रूपमा पुर्याउन सार्वजनिक संस्थानको आवश्यकता रहेको छ। यस्ता संस्थाहरू व्यक्तिको जिम्मामा छोडिदिँदा व्यक्तिले सेवाभन्दा नाफा मात्र हेर्ने स्वभाव हुने हुनाले पनि यस्ता संस्थानको जिम्मा सरकारले नै लिनु पर्दछ र यस्ता संस्थानको आवश्यकता अति नै रहेको छ। तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस्। उत्पादनका साधन भनेको के हो? उत्पादनका मुख्य 4 साधनको संक्षिप्त परिचय दिनुहोस्। उत्तर: 1. भूमि जग्गा या जमिन, 2. पुँजी पैसा, 3. श्रम काम गर्ने मजदुरको मेहनत, 4. उद्यम उत्पादन गर्ने कार्य नै उत्पादनका 4 मुख्य साधन हुन्। नम्बर 1. भूमि। साधारण अर्थमा भूमि भनेको जग्गा या जमिन हो। अर्थशास्त्रको अर्थमा भने उत्पादन गराउने प्राकृतिक स्रोतलाई नै भूमि भनिन्छ। 2. पुँजी। सामान्य भाषामा धन सम्पत्ति, रुपियाँ, पैसा नै पुँजी हुन्। अर्थशास्त्रको अर्थमा भने उत्पादनमा प्रयोग हुने मानव निर्मित स्रोत साधनहरूलाई नै पुँजी भनिन्छ। 3. श्रम काम गर्ने मजदुरको मेहनत। निश्चित ज्याला पैसा वा पारिश्रमिकको आशा राखेर मान्छेले शारीरिक र मानसिक दुवै शक्ति लगाएर गर्ने कामलाई नै श्रम भनिन्छ। 4. उद्यम उत्पादन गर्ने कार्य। भूमि, पुँजी र श्रमलाई प्रयोग गरेर बजारमा बिक्री योग्य वस्तु बनाउने कार्यलाई नै उद्यम भनिन्छ। 3. ख. पुँजीको परिचय दिँदै यसका विशेषताहरू वर्णन गर्नुहोस्। उत्तर: उत्पादनमा प्रयोग हुने मानव निर्मित स्रोत साधनलाई नै अर्थशास्त्रमा पुँजी भनिन्छ। सामान्य भाषामा चाहिँ पुँजी भनेको नगद रुपियाँ पैसा हो। पुँजीका विशेषता: मान्छेले गर्ने श्रम वा मेहनतबाट नै पुँजीको निर्माण हुन्छ। मेसिन, औजार, मल, बिउ, कच्चा पदार्थ जस्ता पुँजीलाई जनाउने वस्तुलाई उत्पादनको प्रक्रियामा लगाउन मान्छे नै या श्रमिक नै चाहिन्छ। पुँजीलाई एक ठाउँबाट अर्को ठाउँमा सार्न सकिने हुँदा यसलाई चलायमान साधन भनिन्छ। पुँजीसँग सम्बन्धित साधन या वस्तु निश्चित समयपछि नष्ट हुने हुँदा यिनलाई नाशवान साधन भनिन्छ। आम्दानीबाट खर्च जोगाएर गरिने बचत नै पुँजी निर्माणको आधार हो। प्रश्न नम्बर 3 ग. अर्थशास्त्रमा श्रम भनेको के हो? यसका विशेषता वर्णन गर्नुहोस्। उत्तर: बिक्रीका लागि कुनै सामान बनाउने गरी मजदुर उत्पादनशील कार्यमा संलग्न हुनुलाई अर्थशास्त्रमा श्रम भनिन्छ। यसका विशेषताहरू यस प्रकार रहेका छन्। कुनै कुरा बनाउनका लागि श्रम बिना सम्भव नै नहुने हुँदा श्रम उत्पादनको नभई नहुने साधन हो। श्रम श्रमिकसँग सम्बन्धित विषय हो किनकि श्रमिक नभएमा श्रम पनि हुँदैन। 3. श्रम र श्रमिकलाई एक ठाउँबाट अर्को ठाउँमा सार्न सकिने हुँदा यसलाई उत्पादनको गतिशील साधन मानिन्छ। 4. श्रमिकलाई नियमित रूपमा भोजन, आराम, मनोरञ्जन र बिदा अनिवार्य रूपमा चाहिने हुँदा श्रमिकको श्रम मेसिनले दिने सेवा जस्तो निरन्तर हुँदैन। 5. श्रम नाशवान साधन हो। आजको श्रम जोगाएर भोलि गर्छु भन्ने हुँदैन। 3 घ. उद्यमका स्वरूपहरू छोटकरीमा वर्णन गर्नुहोस्। उत्तर: कक्षा 9 को पाठ्यपुस्तकमा स्वामित्वको आधारमा उद्यमका स्वरूपलाई निम्नानुसार देखाइएको छ। क. एकल स्वामित्व, ख. साझेदारी, ग. संयुक्त पुँजी कम्पनी, घ. सार्वजनिक संस्थान।
क एकल स्वामित्व मात्र एकजना व्यक्तिको अधीनमा रहेको उद्योग वा व्यवसायलाई नै एकल स्वामित्वको उद्यम भनिन्छ। मालिक सञ्चालक कामदार सबै आफै भएको उद्यम नै एकल स्वामित्वको उद्यम हो। यस्तो उद्यममा नाफा र नोक्सानको हकदार व्यक्ति एक्लै हुन्छ। कपडा सिलाउने साना टेलर हाउस, मसला उद्योग, बरफ आइसक्रिम उद्योग एकल स्वामित्वका उद्यम हुन्। ख साझेदारी उद्यम दुई वा दुईभन्दा बढी व्यक्ति मिलेर पुँजी जम्मा गरी लगानी गरेर आपसमा सहमति र सम्झौता गरेर थापना गरेको उद्योग व्यवसायलाई नै साझेदारी व्यवसाय भनिन्छ। साझेदारी उद्योगमा व्यक्तिले जति मात्रामा पैसा लगानी गरेको छ सोही मात्रामा नाफा र नोक्सान उसको जिम्मामा पर्दछ। साझेदारहरूले गरेको आपसको सहमतिका आधारमा नै आफूहरूले थापना गरेको व्यवसायको रेखदेख र नियन्त्रण गर्दछन्। ग संयुक्त पुँजी कम्पनी नाफा कमाउने उद्देश्यले खोलिएको कानुनी मान्यता प्राप्त स्वतन्त्र र सङ्गठित व्यापारिक व्यवसायलाई नै संयुक्त पुँजी कम्पनी भनिन्छ। संयुक्त पुँजी कम्पनी दुई किसिमका हुन्छन्, निजी कम्पनी र सार्वजनिक कम्पनी। निजी कम्पनीको नामको पछाडि प्राइभेट लिमिटेड लेखिने थोरैमा एकजना र बढीमा 101 जना सेयर सदस्यहरू रहेको कम्पनीलाई नै निजी कम्पनी भनिन्छ। सार्वजनिक कम्पनी थोरैमा 7 जना र बढीमा जतिसुकै सेयरधनी रहेको नामको पछाडि लिमिटेड लेखिने कम्पनीलाई सार्वजनिक कम्पनी भनिन्छ। सार्वजनिक कम्पनीले जनसाधारणका लागि सेयर बिक्रीका लागि राख्न पाउँछन् र सेयरधनीले स्वतन्त्र रूपमा सेयरको हस्तान्तरण गर्न सक्छन्। घ सार्वजनिक संस्थान जनतालाई सस्तो र सुलभ मूल्यमा सेवा र सुविधा दिने उद्देश्यले स्थापना गरिएका सरकारको आंशिक वा पूर्ण नियन्त्रणमा स्थापना गरिएको व्यावसायिक संस्थालाई नै सार्वजनिक संस्थान भनिन्छ। नेपाल विद्युत प्राधिकरण, नेपाल आयल निगम, गोरखापत्र संस्थान, जनक शिक्षा सामग्री केन्द्र लिमिटेड आदि सार्वजनिक संस्थानका उदाहरणमा पर्दछन्। 3 संयुक्त पुँजी कम्पनीको परिचय दिनुहोस्। निजी र सार्वजनिक कम्पनीबीच कुनै दुई भिन्नता छुट्याउनुहोस्। नाफा कमाउने उद्देश्यले खोलिएको कानुनी मान्यता प्राप्त स्वतन्त्र र सङ्गठित व्यापारिक व्यवसायलाई नै संयुक्त पुँजी कम्पनी भनिन्छ। यस्तो व्यवसाय वा कम्पनी सञ्चालन गर्नका लागि आवश्यक पर्ने ठुलो रकम वा पुँजीलाई समान मूल्यमा बाँडेर सेयरको रूप दिइएको हुन्छ। त्यस्तो सेयर लिने व्यक्तिलाई सेयरधनी भनिन्छ। संयुक्त पुँजी कम्पनी दुई किसिमका हुन्छन्, निजी कम्पनी र सार्वजनिक कम्पनी। हामी प्रश्नमा सोधिए अनुसार यी दुईमा पाइने भिन्नतालाई निम्नानुसार तालिकाबद्ध ढङ्गले प्रस्तुत गर्दछौँ। निजी कम्पनी र सार्वजनिक कम्पनीका बीचमा अन्तरहरू। 1 निजी कम्पनीमा कम्तीमा 1 जना र बढीमा 101 जना सेयर सदस्य रहन्छन्। सार्वजनिक कम्पनीमा कम्तीमा 7 जना र बढीमा जति पनि सेयर सदस्य रहन सक्दछन्। 2 निजी कम्पनीको नामको पछाडि प्रालि अर्थात् प्राइभेट लिमिटेड लेखिएको हुन्छ। सार्वजनिक कम्पनीको नामको पछाडि लिमिटेड अर्थात् लि मात्रै लेखिन्छ। निजी कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्न पाउँदैन, तर सार्वजनिक कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्न पाउँछ। 4 कुनै सेयरधनीले सेयरको हस्तान्तरण गर्नुपर्ने भएमा अन्य सेयरधनीको सहमतिमा मात्र सेयर हस्तान्तरण गर्न सक्छ। सार्वजनिक कम्पनीमा चाहिँ सेयरधनीले स्वतन्त्र रूपमा सेयरको हस्तान्तरण गर्न सक्दछ। अब परियोजना कार्य। तपाईको बसोबास रहेको स्थान नजिक रहेको कुनै एक व्यावसायिक फर्मको अवलोकन भ्रमण गर्नुहोस्। निम्नलिखित बुँदाहरू समेटेर भ्रमणबाट प्राप्त विवरणका आधारमा संक्षिप्त प्रतिवेदन तयार गर्नुहोस्। परियोजना कार्यले निर्देश गरे बमोजिम रहेका बुँदाहरूलाई हामीले यसरी आधार बनाएका छौँ। फर्मको नाम भारद्वाज कृषि केन्द्र, फर्मको ठेगाना तनहुँ जिल्ला व्याघ्नरपालिका वडा नम्बर 1 दमौली, फर्मको पुँजी 50 लाख मात्र, फर्मको उद्देश्य भैँसी पालनबाट आय आर्जन, फर्मले कारोबार गर्ने मुख्य वस्तुहरू दुध, दही, घिउ र पनिर, प्रोप्राइटर साझेदारको नाम देवशरण अधिकारी, प्रोप्राइटर साझेदारको 3 पुस्ते विवरण, बाजे हरिशरण अधिकारी, बाबु श्यामशरण अधिकारी, छोरा देवशरण अधिकारी, नाफा नोक्सानको अवस्था नाफामा रहेको। कक्षा 9 को पाठ्यपुस्तकको पेज नम्बर 94 मा परियोजना कार्य अन्तर्गत हामी विद्यार्थीहरूलाई तपाईँको बसोबास रहेको थान नजिक रहेको कुनै एक व्यावसायिक फर्मको अवलोकन भ्रमण गर्नुहोस्
र दिइएका बुँदाहरू समेटेर भ्रमणबाट प्राप्त विवरणका आधारमा संक्षिप्त प्रतिवेदन तयार गर्नुहोस् भन्ने निर्देश गरी बमोजिम हामी विद्यार्थीहरू तनहुँ जिल्ला व्याख्नगरपालिका वडा नम्बर 1 छाब्दी मार्गमा पर्ने भारद्वाज कृषि केन्द्रको अवलोकन भ्रमण गरेर निम्नानुसारको प्रतिवेदन तयार पारेका छौँ। सर्वप्रथम प्रतिवेदनका टिपोटहरू यस प्रकार रहेका छन्। भारद्वाज कृषि केन्द्रको अवलोकन भ्रमणको प्रतिवेदन। पृष्ठभूमि विषम 2082 साल जेठ 23 गते शुक्रबार हामी श्री दीपक माविमा अध्ययनरत अर्थशास्त्र विषयका विद्यार्थीहरूलाई अर्थशास्त्र विषयका शिक्षक श्री देवेन्द्र थापाज्यूले भोलिपल्ट जेठ 24 गते शनिबार व्याख्नगरपालिका वडा नम्बर 1 छाब्दी मार्गमा पर्ने भारद्वाज कृषि केन्द्रको अवलोकन भ्रमण गरेर व्यावहारिक ज्ञान हासिल गर्नका लागि निर्देश गर्नुभए अनुसार हामीहरू सबै हाम्रो विद्यालयमा बिहान 8 बजी जम्मा भएका थियौँ। देवेन्द्र सरले नै रिजर्भ बसको व्यवस्था गरिसक्नु भएको थियो। हामीहरू सबै 8:30 बजी प्रस्थान गऱ्यौँ। लगभग आधा घन्टापछि हाम्रो गन्तव्य अर्थात् भारद्वाज कृषि केन्द्रमा पुगेका थियौँ। हाम्रा लागि भनेर भरि घडामा सयपत्री दुबो र धुपीको गुच्छा समेत राखिएको थियो। गेटमा फर्मका प्रोप्राइटर देवशरण अधिकारी बस्नुभएको थियो। उहाँले हामीहरू सबैलाई न्यानो स्वागत गर्नुभयो। फर्मको अध्ययन। हामीहरू फर्मको प्रत्यक्ष अवलोकन गर्न थाल्यौँ। देवशरण अधिकारीले विषम 2075 सालदेखि 2वटा भैँसी र 4वटा गाईबाट फर्मको आरम्भ गर्नुभएको रहेछ। रु 5 लाखबाट सुरु भएको उहाँको व्यवसायको पुँजी अहिले उहाँको व्यवसायको पुँजी जम्मा 50 लाख पुगेको रहेछ। 20 रोपनी क्षेत्रफलमा फैलिएको कृषि फर्मले दुग्धजन्य पदार्थको बिक्रीलाई नै आय आर्जनको स्रोत बनाएको रहेछ। फर्मले कारोबार गर्ने मुख्य वस्तुहरू दुध, दही, घिउ र पनिर नै रहेछन्। स्थानीय कृषकहरूलाई मल बेचेर पनि उहाँले राम्रै आम्दानी गर्नुभएको रहेछ। बाजे हरिशरण अधिकारी, बुबा श्यामशरण अधिकारी पनि कृषि पेसामै संलग्न रहनुभयो। म पनि यही पेसामा रहँदा मलाई साह्रै रमाइलो लाग्दछ भन्नुहुने उहाँ बिहान दैनिक 3 बजे उठेर गाई भैँसीको स्याहार गर्ने, दाना पानी खुवाउने गर्नुहुँदो रहेछ। गत सालदेखि दुध दुहुने मेसिन पनि किनेपछि उहाँको कार्य झनै सजिलै भएको उहाँ बताउनुहुन्छ। फर्मका सकारात्मक पक्षहरू। व्यवस्थित गोठ वरिपरि घाँसको सहज उपलब्धता, आफ्नै डेरी उद्योगबाट उत्पादित दुध, दही, घिउ र पनिरको उच्च माग, खानेपानीको राम्रो आपूर्ति। फर्ममा सुधार गर्नुपर्ने पक्षहरू। ठुलो क्षेत्रमा फैलिएको कृषि फर्ममा टिकट काटेर हेर्न मिल्ने व्यवस्था मिलाउनु पर्ने। डाँडाको मूललाई मात्र पानीको स्रोत बनाउनुको साटो केही पर रहेको छाब्दी खोलामा मोटर लगाएर पानीको स्रोत जुटाउनु उपयुक्त हुने। निष्कर्ष। समग्रमा भारद्वाज कृषि केन्द्रको अध्ययन अवलोकन अत्यन्त फलदायी रह्यो। हामीहरू जम्मा त्यहाँ 4 घन्टा बिताएछौँ। हाम्रा लागि बनाइएको खिर साह्रै नै मिठो थियो। स्वदेशमै यसरी बसेर काम गर्ने उत्साही कृषकलाई राज्यले पनि साथ सहयोग दिने, जिल्ला कृषि ज्ञान केन्द्रले पुरस्कृत गर्ने व्यवस्था मिलाउनु पर्ने देखिन्छ। तपाईहरूलाई आजको प्रस्तुति कस्तो लाग्यो? कृपया कमेन्ट र सुझाव प्रस्तुत गरिदिनुहोला। कार्यक्रम हेरिदिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। साथै यहाँहरू कस्तो कार्यक्रम हेर्न रुचाउनुहुन्छ त्यो पनि कमेन्टमा उल्लेख गरिदिनुहोला। कृपया यो च्यानललाई सब्स्क्राइब अनि सामग्रीमा लाइक र कमेन्ट गर्न नभुल्नुहोला। यहाँहरूको दिन शुभ रहोस्। नमस्कार।